अनि अब सादा ब्लन्ट सो हेलो के छ साथीहरू, सबै ठिकै छ नि? अनि आज फेरि नयाँ दिन त के होइन, आज शनिबार नै हो होइन। अनि जस्ट नयाँ भिडियो, अनि नयाँ भिडियोमा चाहिँ आज हामी सानो कुरा गर्नेवाला छौँ होइन। अनि के कुरा भनेर चाहिँ अब भिडियो अगाडि बढ्दै जान्छ अनि कुरा पनि गर्दै गरौँ ल। तर त्योभन्दा अगाडि आज शनिबार, अनि शनिबार भनेको मार्केट दिन भनेको जुस खाने दिन, त्यही भएर जुस खान जाउँ। सो अब गर्नु चाहिँ के आँटेको भन्दाखेरि चाहिँ होइन, अब देखिरहन्छ नि त होइन, सधैँ मैले चस्मा लगाइरहेको हुन्छु होइन। चस्मा चाहिँ अब मेरो हुन्छ नि जिन्दगीको एउटा के भन्नु म्यान्डेटरी पार्ट भइसक्यो क्या चस्मा चाहिँ। अनि त्यही भएर अब सधैँ लगाउनुपर्छ चस्मा। आजको कुरा चाहिँ हाम्रो यो चस्माको बारेमा। अनि अब यो चस्माको चाहिँ के कुरा हो भन्दाखेरि चाहिँ होइन, मलाई चाहिँ अब हुन्छ नि यस्तो नर्मली कालो चस्मा चाहिँ लास्टै लाउनु मन लागिरहन्छ कि। अनि कालो चस्मा त लाउने होइन, कालो चस्मा लाउँदाखेरि चाहिँ अनि अब मेरो नर्मली आँखा त कमजोर छ नि त, नर्मली होइन मेरो आँखा नै कमजोर छ। आँखा कमजोर भएपछि अनि कालो चस्मा लगायो भने त अब हुन्छ नि फेरि भिजन त फेरि सिधै 1080बाट फेरि सिधै 360 झर्छ कि। अनि त्यही भएर मैले चाहिँ जहिले नै यो कालो चस्मामा होइन, जहिले पनि मैले पावर हालेर जस सिधै कालो चस्मा भन्दा नि कालो चस्मा किनिसकेपछि नि जहिले पावर हालेर उयो गर्नुपर्ने हुन्छ कि, पावर हालेर बनाउनु पर्ने हुन्छ कि जहिले पनि। अनि मसँग चाहिँ अनि यो भयो एउटा, अनि अर्को यो छ होइन। अनि दुइटै यो चाहिँ नेपालबाट मगाएको हो, हेर नि नेपाली न्यू म्यू। अनि यो चाहिँ मलाई हुन्छ नि यसको बाहिरको यो बोर्डरहरू हुन्छ नि, बोर्डरको यो कलरहरू मन परेर खासरी किनेको थिएँ होइन। अनि अहिले आएर के भयो भन्दाखेरि यो चस्मा लगाउनु थालेपछि चाहिँ होइन, मलाई यो चस्मा चाहिँ कस्तो ब्लन्ट टाइपको लाग्नु थाल्यो कि। ब्लन्ट भन्नाले कस्तो अब यसको त यो बोर्डर लाइनले गर्दा कस्तो छुट्टै पोइन्ट अफ एट्र्याक्सन छ नि त यसको बोर्डर लाइन। अनि यो चाहिँ हुन्छ नि केही पनि छैन कि, यस्तो सिम्पल टाइपको लाग्नु थाल्यो कि, हल्का पोइन्ट अफ एट्र्याक्सन पनि केही पनि छैन। अनि फुल कालो टाइपको लाग्नु थाल्यो कि, हुन्छ नि कस्तो टाइपको क्या। अनि त्यही भएर मैले चाहिँ अब के सोचेँ भन्दाखेरि यसलाई हल्का मोडिफाई गरौँ कि। अब सादा ब्लन्ट लाग्यो भने त अब यो चस्मालाई त भाँच्ने हुन्छ नि, के गर्ने कुरा त आएन नि त होइन। अनि त्यही भएर अब के गरौँ त, केही अलिकति छुट्टै भन्ने सोच्दा चाहिँ मलाई ठ्याक्कै केसी नेस्ट्याटको त्यो एउटा चस्मावाला भिडियो याद आयो क्या। सुरुमा केसी नेस्ट्याटको बारेमा भनौँ है। अब केसी नेस्ट्याट चाहिँ अब को हो, कहाँ के हो भनेर अब चिन्दैन भने चाहिँ होइन, एकछिन। केसी नेस्ट्याट is an American YouTube personality, filmmaker, vlogger. That's the word. मेन चाहिँ उयो हुन्छ नि केसी नेस्ट्याट चाहिँ हाम्रो भ्लगर हो क्या। अनि केसी नेस्ट्याट चाहिँ कस्तो खालको कन्टेन्ट बनाउँछ भन्दाखेरि भ्लग होइन, तर जस उसको भ्लगहरू हेऱ्यो भने हुन्छ नि एकैछिन हुकअप हुने खालको भ्लगहरू बनाउँछ क्या। म चाहिँ बिग टाइम फ्यान हो केसी नेस्ट्याटको। अब केसी नेस्ट्याटको बारेमा छोडिदिउँ, यो मेरो भ्लग हो, म मेरो बारेमा भन्छु। अनि उसको भ्लगमा चाहिँ के छ भन्दाखेरि उसले नि कालो चस्मा लाउँछ, तर कालो चस्मामा चाहिँ उसले अब मोड्स गरेर के गर्छ भन्दाखेरि त्यो भन्दै हुन्छ एकछिन। समथिङ यस्तो खालको हुन्छ कि केसी नेस्ट्याटको क्लास चाहिँ क्या, हुन्छ नि नर्मल कालो चस्मामा हुन्छ नि वाइट बोर्डर देखिरहेको नि, यो चाहिँ उयो हो क्या, आफै कस्टम पाराले गर्ने हो क्या उसले। यो चस्मालाई इन्ट्रेस्टिङ बनाउन म पनि समथिङ त्यस्तै खालको के गर्न आँटेको छु, त्यही भएर त्यही गरौँ आज है त। अब त्यो के अरे त्यो वाइट कलरको बोर्डर ल्याउनुको लागि चाहिँ अब सुरुमा त उयो गर्नु पऱ्यो नि त, त्यो जे स्प्रे चाहिने हो त्यो लिएर हुन्छ। त्यही भएर बाहिर निस्क्यौँ अनि त्यो स्प्रे लिएर आउँ पहिला, अनि त्यसपछि चाहिँ स्प्रे गरौँ है त। हुन्छ। सो अब चाहिँ हामी जाँदैछौँ क्याजुरिना। अनि क्याजुरिना भन्ने चाहिँ यहाँको उयो लेफ्ट है, क्याजुरिना भनेको चाहिँ यहाँ चाहिँ अब यहाँको अब मल टाइपको हो होइन। अनि म जाँदैछ हाम्रो प्रदीपसँग, प्रदीपको चाहिँ अब उसको चाहिँ गाडी आइसक्यो, त्यही भएर अब ड्राइभर चेन्ज भइसक्यो अब क्या। हामी म पहिला उता हुन्थ्यो, ऊ यता हुन्थ्यो, अहिले ठ्याक्कै चेन्ज अब। सामान चाहिँ पाइसक्यो, अब जाउँ घर गएर चट्ट है त। सो अब म चाहिँ त्यो हुन्छ नि जे स्प्रे चाहिने त्यो चाहिँ किनेर आइसकेँ। त्यो चाहिँ उयो हो
त्यो हुन्छ नि प्राइमर भन्ने। अब यो चाहिँ किन युज गर्छ भन्दाखेरि यो चाहिँ हुन्छ नि चस्मामा लगाए पनि अब लगाएपछि त्यो स्क्रिनमा लाग्छ नि त, अनि त्यो घोट्नुपर्छ कि यो इजिली निस्किन्छ अरे क्या घोट्दाखेरि। त्यही भएर अब यो लगाउँछौँ हामी चस्मामा। अनि हुन्छ नि दाग साग नलागोस् भनेर मैले अब हुन्छ नि प्रोटेक्सनको लागि चाहिँ यो कार्डबोर्ड थियो हामीसँग, कार्डबोर्ड युज गर्न आँटेको छु। हुन्छ नि कहीँ पनि सेतो सेतो स्प्रे नलागोस् भनेर। सो हाम्रो चाहिँ अब फर्स्ट स्टेपसँग चाहिँ डन भयो होइन। यहाँ र यहाँभित्र चाहिँ मैले कभर गर्दैछु। अब यसलाई फुल पेन्ट ब्लास्ट हानिदिने अब च्याम च्याम लगाएर अब। सो हामीले चाहिँ अब त्यसलाई चाहिँ अब मस्त स्प्रे हान्यौँ होइन। अब यसलाई ड्राई हुन दिनुपर्छ अरे, कति बेरसम्म मलाई पनि थाहा छैन, तर सायद सुक्नुपर्छ होला सायद यो। त्यही भएर यसलाई मस्त ड्राई हुन दिउँ। सो यो मैले ड्राई गर्न छोडेको चाहिँ अलमोस्ट कति भयो, 1-2 घन्टा जति भयो होला। अरू कामहरू पनि भ्याएर आइसक्यो होइन। चाहिँ हल्का ड्राई भयो जस्तो लागिरहेको मलाई। स्क्रेप हाल्नुपर्छ यसलाई। सो स्क्रेप गर्नको लागि चाहिँ सार्प अब्जेक्ट होइन, यो त्यो पो युज गर्नुहुन्थ्यो, काठको सम्झिने के युज गर्नुहुन्थ्यो, आइस पप्सीको, तर त्यो मसँग छैन। त्यही भएर हामी कुच्चोको डाँठ युज गर्छौँ है त। चस्मा चाहिँ अहिले अब यस्तो खालको देखिरहेको छ होइन, तर यो फाइनल प्रडक्ट होइन कि। अब यसलाई अझै चाहिँ नि स्क्रेप गर्नु छ। स्क्रेप चाहिँ मैले गर्नको लागि कुच्चोको डाँठ ल्याएको छु। अब यसले मस्त घोट्ने हो। यसले घोट्यो भने चाहिँ के हुन्छ भन्दाखेरि स्क्रिनमा गरे पनि त्यो स्क्रिनमा घोटे पनि उयो हुन्न कि, भित्र सिसामा चाहिँ असर पर्दैन कि। त्यही भएर अब यसले घोट्दैछु। आधी घन्टादेखि 45 मिनटको त्यो हुन्छ नि मस्ती घटाएपछि चाहिँ हाम्रो चस्मा अलमोस्ट रेडी जस्तो भइसकेको छ। लगाएर त्यो चाहिँ सो यस्तो छ अब फाइनल लुक चाहिँ। हुन्छ नि यो हल्का हल्का यो हुन्छ नि के भन्नु वाइट बोर्डर्सहरू क्या, त्यसले चाहिँ अलिकति कस्तो छ भन्दाखेरि अलिक अनयुजुअल टाइपको देख्छ नि त। त्यही भएर यो डिजाइन त के कस्टमाइजेसन चाहिँ गर्न मन थियो मलाई। अनि सेकेन्ड कुरा भनेको बिग केसी नेस्टार फ्यान बोय। केसी नेस्टारको चाहिँ चस्मा यस्तो खालको भनेको चाहिँ सिग्नेचर लुक हो क्या। अनि त्यो सिग्नेचर लुक वाइ नट होइन त, फ्यान भइसकेपछि त्यति त गर्न सकिहाल्छ नि। त्यही भएर अनि थर्ड कुरा भनेको केही पनि होइन। सो अब यसको साइडमा चाहिँ अझै घट्नु बाँकी छ होइन। त्यो चाहिँ अब 1 दिन 2 दिन कतिपछि घटाउँला फेरि। अब यसरी नै लाइन्छ चस्मा अब यो चस्मा चाहिँ। त्यही भएर यति हो। अर्को भिडियोमा अब फेरि भेटौँला। टिल देन बाई बाई, टेक केयर, सी यु अगेन। सो यसलाई चाहिँ म अब भित्र नै स्क्रेप गर्छु किनभने बाहिर लास्टै गर्मी छ।